सो गाइस आज चाहिँ हामी फेरि गेमको चाहिँ टुडे हो आज हैन। हिजो चाहिँ झुक्केर एक म्याच जितेर हामी चाहिँ टक्क हैन म त फर्स्ट टाइम खेले हो भर्खर उता के 4-5 महिना पछिबाट भर्खर आएको अनि केटाले जाउँ 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 भन्नु थालेको अनि अब खेल्नु आउँदैन केटा भन्दा नि मान्दैन है केटाहरू उभिनु भयो नि हुन्छ भनेर मैले ल अन्त उभिनु भयो नि भनेर झरेको त फर्स्ट टाइम खेल्दा यस्तो जिउ दुखिरहेछ है तर त्यही पनि खेल्नै पर्ने हुन्छ आज। अनि आज चाहिँ हामीले झुक्केर एक म्याच जित्यो भने चाहिँ भाले ल्याउने सम्भावना छौँ है। गेम पनि टाढो छ के हो हाम्रो गाउँ चाहिँ मासतिर हो हैन ऊ मासतिर त्यो डाँडा भन्दा नि अझै मास्लो डाँडातिर पर्छ। अनि हामी चाहिँ यत्रो तल समथिङ आधी घन्टा जति लाग्छ क्या त्यहाँदेखि झर्नलाई चाहिँ। अनि केटाहरू चाहिँ माथिल्लो डाँडातिर छ हैन ऊ माथिको डाँडातिर अब आउनु लाग्यो भनिरहेछ। हामी चाहिँ यो केटासँग अहिले भर्खर झरेको है। अनि यहाँ के अरे हामी एनर्जी ड्रिङ्कहरू पनि छ होइन फेरि यता केटाहरूको भाग राख्दैछौँ हामीले चाहिँ खाजा खाइसक्यौँ है। अब भात खाएर झर्नु भनेको भात खायो भने चाहिँ अगा भने धेरै फेरि जम हान्नु सक्दैन नि त त्यही भएर चाउचाउ खाएर झर्नु लाग्यो त्यही हो। अनि खेलाडीहरू चाहिँ हामी नै हो यस्तोहरू छ होइन। अनि के छ केटा विचार आज बोका उठाएर ल्याउने विचार छ। सिरियस हो नि पुरै नि है तेरिका अब डिफेन्डर खतरा हुनु पर्यो नेपालको त्यो डिफेन्डरहरू भन्दा खतरा हुनु परेन अब। अनि अरू उडी लिने मेरो बानी छ फेरि अब डिफेन्स आज फेरि बोका हो नि त एउटा टिमलाई जितेको नि त सिम्पानेलाई त्यही भएर नि त आज। अनि हिजो चाहिँ के अरे एउटा टिमलाई कसरी झुक्केर फालेछ अरे कहना क्या चाहते हो त्यही भएर आज नि खेल्नु झर्नु पर्यो। हिजै हारेको भने चाहिँ हामी झर्नै नपर्ने आज होइन। अनि केटाको विचार चाहिँ के अरे बोका उठाउने रे म चाहिँ यहाँ भाग ल्याउला नल्याउला हाम्रो केटाहरू चाहिँ फेरि सानो छ क्या केटाहरू नै। अनि खेल्नु चाहिँ अलिक ठिक खेल्छ अनि केटाहरू चाहिँ सानो छ अनि खासै ब्लकहरू पनि हुँदैन त्यही हो। अनि आज के हुन्छ है त ल त्यही हो गाइस अरू केही भन्नु छ त छैन ल लाइक सब्सक्राइब प्लिज ल त्यही हो होइन।